अथ चतुर्दशो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्यमुनि। त्यसपछि पार्वतीले स्वस्तानीको प्रसाद, अक्षता, पुष्प, यज्ञसूत्र, रोटी, पान, सुपारी, सगुन समेत सबै 8 वस्तु ल्याएर शिवजीलाई दिई दण्डवत गरेर भनिन्, हे भगवान श्री स्वस्तानी, परमेश्वरको व्रत गरेर मेरो इच्छा पूर्ण भयो। अत संसारका सबै अनेक दुखी व्यक्तिलाई यस व्रतको उपदेश दिएर उद्धार गर्न पाए असल हुने थियो। फेरि यस संसारमा कति दरिद्र छन्, कति दुखी छन्, कोही पापी छन्, कसैका सन्तान छैनन्, कसैका पुरुष छैनन्। यस्ता अनेक कष्टबाट यस व्रतद्वारा पार हुने थिए भन्ने इच्छा छ। यति सुनेर महादेव भन्नुहुन्छ, हे पार्वती, तिम्रो परोपकारको भावना जानेर म प्रसन्न भएँ। यस कामको लागि अश्वत्थामा ऋषिलाई डाकेर पहिले रसातल पातलमा पठाऊ। पार्वतीले हवस भनेर उनलाई डाक्न पठाइन् अनि अश्वत्थामा ऋषि आएपछि आफूलाई विष्णु भगवानले बताएको पूजाविधि बताएर भनिन्, त्यहाँ जो दुखी दरिद्र छन्, जसका स्त्री सन्तान छैनन्, तिनलाई यो व्रत गराउनु भनी पठाइन्। पार्वतीलाई प्रणाम गरेर अश्वत्थामा ऋषि त्यहाँबाट रसातल पातलमा गए अनि यता पार्वतीको परीक्षा लिनका निम्ति महादेव कसैले नदेख्ने स्थानमा गई लुक्नुभयो। महादेवलाई नदेखेर पार्वतीले निकै बेर खोजिन्। पछि भेटेर सोधिन्, हे नाथ, हजुर मलाई छलेर किन लुक्न जानुभयो? म राम्री छैन कि मन परिन कि किन हो? महादेवले केही उत्तर नदिई अब वनविहार गर्न जान्छु भन्ने निश्चय गरेर अन्तर्ध्यान भई श्लेषमान्तक वनमा किराँतीको रूप धारण गरी शिकार खेल्न लाग्नुभयो। फेरि शिवजीलाई नदेखेर पार्वतीले मनमा दिक्क मानी ध्यान दृष्टिले विचार गर्दा सबै थाहा पाइन् र एउटी अत्यन्त राम्री किराँतिनीको रूप धारण गरी त्यही श्लेषमान्तक वनको एउटा ठुलो वृक्षमुनि गएर बसिरहन्। शिवजी पनि शिकार खेल्दै त्यहीँ आइपुग्नुभयो र किराँतिनी रूप पार्वतीलाई देखेर मोहित भई सोध्न लाग्नुभयो, सुन्दरी, तिमी देवकन्या, यक्षकन्या, नागकन्या वा अप्सरा को हौ? मेरो विचारमा त तिमी जस्तो राम्री संसारमा हुनु असम्भव छ। फेरि वन्यजन्तुको भय नमानी यस्तो घनघोर जङ्गलमा एक्लै किन आयो? मलाई भन। किराँत रूप शिवको त्यस्तो कुरा सुनि बायाँ र दायाँ हातमा धनुष र त्रिशूल लिने, सर्पका गहना लगाउने महाभयङ्कर मूर्ति किराँततिर फर्केर कटाक्ष रूप नेत्रले हेर्दै पार्वती भन्दछिन्, हे किराँत, म यहाँ बसेको निकै वर्ष बितिसक्यो। फेरि सदैव जङ्गलमै बस्ने म किराँतिनी हुनाले वनका जन्तुको डर पनि लाग्दैन। तपस्या गरिरहेकी छु। त्यत्तिकैमा साँझ पर्न लाग्यो र किराँतले भने, हे सुन्दरी, तिमी पनि एक्लै रहेछौ, म पनि एक्लै छु, अत दुवैजनै बसौँ। किराँतिनीले उत्तर दिन्, हे किराँत, तिमी लोग्ने मानिस, म स्वास्नी मानिस। यो वनको एकान्तै स्थान रात्रिको बेला छ। फेरि राम्री स्त्री जाति देखेपछि पुरुषले मनको वेग रोक्न सक्दैनन्। त्यसकारण एक स्थानमा बस्नु उचित छैन। तिमी अन्तै बस। तिनको कुरा सुनि किराँतले भने, हे सुन्दरी, त्यस कुराको तिमीले चिन्ता लिनु पर्दैन। पर स्त्रीको म स्पर्श गर्दिन। त्यो सुनि पार्वतीले स्वीकार गरिन् अनि दुवैजना त्यहीँ बस्दा बस्दा निकै दिन बितेपछि यसरी कति दिन निर्वाह गर्ने हो भने आकाशवाणी भए चाहिँ गरेर पार्वतीले भनिन्, हे ईश्वर, हजुर यसै गरी वन विहार गरेर बसिरहनु भयो भने हाम्रो कसरी रक्षा हुन्छ? हजुर नहुँदा हामी सबै अमरगण दुखी छौँ, कैलाश शून्य छ, अत हाम्रो रक्षा गर्नुहोस्। शिवजीले यस्तो आकाशवाणी सुनेर म यहाँ आएको कसैलाई थाहा थिएन, यो बोल्ने को होला भनी चारैतिर हेर्नुभयो। पछि देवताहरूले भनेका होलान् भन्ने अनुमान गरी किराँतिनीलाई खोज्दै वृक्षमाथि चढेर फल टिप्न लागेकी किराँतिनीलाई अकस्मात देखेर शिवजी भन्नुहुन्छ, हे सुन्दरी, तिमी कता गएकी थियौ? म तिमीलाई निकै बेरदेखि खोजिरहेको छु। किराँतिनीले भनिन्, हे किराँत, भोक लागेर फलफुल खोज्न लागेकी हुँ, कहीँ गएकी छैन। त्यति सुनेपछि पूर्णचन्द्र जस्ती सुन्दरी किराँतिनीलाई देखेर खप्न नसकी शिवजी समात्न भनेर लम्की अनि किराँतिनी भन्दछिन्, हे किराँत, के तिम्रो धर्म यही हो? मैले महादेव बाहेक अरूलाई स्वामी मान्ने छैन भन्ने प्रतिज्ञा गरेर यहाँ बसिरहेकी छु। तिमीले मानेनौ भने श्राप दिएर हत्या गरी मर्नेछु। पार्वतीको यस्तो कुरा सुनि शिवजीले आज्ञा भयो, हे सुन्दरी, म नै महादेव हुँ, वन विहार गर्न यहाँ आएको हुँ, नपत्याए हेर भनी ज्योति स्वरूपको दर्शन दिनुभयो। अनि किराँतिनीले दण्डवत गरेर भनिन्, हे भगवान, अब कन्यादान लिन मेरा माता पिता कहाँ हिँड्नु अवस्? अनि शिवले स्वीकार गरेर किराँतिनीको पछि लागि जानुभयो। जाँदा जाँदा हिमालय पर्वत कहाँ पुगेर यिनी पार्वती रहेछन् भन्ने थाहा पाएर अत्यन्त लज्जित भई
शिवजी त्यहाँबाट पनि अन्तर्ध्यान भई शैलेशमान्तक वनमा किरातेश्वरको रूपमा बस्नुभयो। पार्वतीले ध्यान दृष्टिद्वारा सबै जानेर आफू पनि बागमतीमा स्नान गरी किरातेश्वर शिवलिङ्गको पूजा गरेर त्यहीँ तपस्या गर्न लागिन्। पार्वतीले स्नान गरेकी हुनाले त्यस घाटलाई गौरी घाट भन्दछन्। जो मनुष्य गौरी घाटमा स्नान गरी किरातेश्वरको दर्शन गर्दछन् तिनका सम्पूर्ण पाप नाश भएर कैलाशमा बस्न पाउँछ। हे अगस्त्यमुनि, त्यसपछि पार्वतीको तपस्याले प्रसन्न भई महादेवले आफ्नो रूप दर्शन दिनुभयो। अनि प्रसन्न भएकी पार्वती बिन्ती गर्दछिन्, हे नाथ, मलाई किन यस्तो कष्ट दिनुहुन्छ? मैले केही बिराएकी भए क्षमा गर्नुहोस्। तिनको कुरा सुनेर प्रसन्न भएका शिव र पार्वती त्यहाँबाट हिमालय कहाँ पुगे। छोरी ज्वाइँ आएको देखि पर्वतराजले प्रसन्न भएर पूजा सेवा गरे। 4-5 दिन त्यहाँ बसेपछि अब कैलाश जानुपर्दछ भनी महादेवले हिमालयसित बिदा माग्नुभयो। अनि गिरिराज हात जोडेर भन्दछन्, हे शशिशेखर, निमेष मात्रमा सृष्टि स्थिति प्रलय गर्ने हजुरलाई कोटि कोटि नमस्कार छ। हे भवानी शङ्कर, लक्ष्मीनारायणले समुद्रको घर जाँदा जस्तो आनन्द भएको थियो, आज मलाई छोरी ज्वाइँ मेरो घरमा राज गर्नाले त्यस्तै प्रसन्नता प्राप्त भयो। हे प्रभु, समुद्र मन्थनमा निस्केको कालको विषपान गरेर नीलकण्ठ हुनुभएको हजुरलाई कोटि कोटि नमस्कार छ। त्रिपुरासुरलाई नाश गर्नाले त्रिपुरारी नाम भएका हे विश्वम्भर, यम, इन्द्र सब हजुर नै हुनुहुन्छ। सत्व रजो तम त्रिगुण र गुणातीत पनि हजुर नै हुनुहुन्छ। हे जगदीश्वर, आदि मध्य अन्त्य नभएका अनन्त रूप हजुरलाई कोटि कोटि नमस्कार छ। हजुरको गुणगान गर्न ब्रह्मा, शारदा र शेषले पनि नसकेको म अज्ञानीले के सकुला, त मेरो रक्षा गर्नुहोस्। हे प्रभु, हजुरलाई कोटि कोटि नमस्कार छ। हिमालयको यस्तो स्तुतिले प्रसन्न भएका शिवजीले हँसिलो मुख पारेर आज्ञा भयो, हे गिरिराज, तिम्रो भक्तिले म प्रसन्न भएँ। तिम्रो इच्छा पूर्ण हुनेछ भने पार्वतीलाई साथमा लिएर कैलाश जानुभयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त संवादे श्री स्वस्तानी परमेश्वरी व्रत कथायां शिव कैलास गमनम नाम 14 अध्याय समाप्त। उपनयन्तु मङ्गलं सकल जगत मङ्गलालय श्रीमान् दिनकर किरण निवेदित नवनलिन दल निवेक्षण कृष्ण काले वर्षन्तु पर्जन्य पृथिवी शैशशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना सदना सन्तु जीवन्तु शरदां शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थाणि सर्वाणि वसन्ति तत्र यत्र च्युद्वार कथा प्रसङ्ग या कुन्देन्तु तुषारहार धवला या शुभवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माण्डच्युतशङ्कर प्रवृत्तिवृत्ते वै सदा वन्दिता सा मां पातु सरस्वतीं भगवतीं निशेष्य जाड्यपः कायेन वाचा मनुष्येन्द्रिय वा बुद्धात्मना वा प्रकृतिस्वभावत् करोमि यद्यत् सकलं परस्मै नारायणाय इति समर्पयेत्। बोलिए श्री स्वस्तानी परमेश्वरी की जय।